सबैलाई स्वागत छ। यो नेप्सेको लागि हाम्रो आधारभूत विश्लेषण श्रृङ्खलाको 18औं भाग हो। नेप्सेमा लगानी गर्ने त सोच्नु भएको छ, तर कुन कम्पनी छान्ने भनेर कहिले अलमलमा पर्नु भएको छ? आज हामी सिद्धान्तलाई पछाडि छोडेर वास्तविक विश्लेषणमा डुबुल्की मार्दैछौँ। हो, आज हामी एकदमै प्र्याक्टिकल हुनेछौँ। यो सत्रको अन्त्यसम्ममा कुनै पनि कम्पनीलाई आत्मविश्वासका साथ विश्लेषण गर्नको लागि एउटा स्पष्ट संरचना तयार हुनेछ। हामी सुरुदेखि अन्त्यसम्म एउटा उदाहरण हेर्नेछौँ। ल, सुरु गरौँ है त। हाम्रो विश्लेषणलाई व्यवस्थित राख्न हामी यो 6 चरणको प्रक्रियालाई पछ्याउनेछौँ। हामी कम्पनीको व्यवसाय बुझ्नुबाट सुरु गर्छौं, त्यसपछि त्यसको वित्तीय विवरणहरूमा गहिरिएर हेर्छौं र अन्तमा एउटा तार्किक निर्णयमा पुग्छौं। यसले हामीलाई कुनै पनि महत्त्वपूर्ण कुरा नछुटाउन मद्दत गर्छ। ल, पहिलो कदम व्यवसाय मोडेल बुझ्ने। कुनै पनि नम्बरहरूमा हाम फाल्नुअघि हामीले यो बुझ्नै पर्छ कि कम्पनीले आखिर गर्छ के र यसले पैसा कसरी कमाउँछ। यही नै हो हाम्रो विश्लेषणको सबैभन्दा बलियो जग। अब यो जानकारी कहाँबाट पाउने त? सजिलो छ। हामी शेयर संसार र नेप्से अल्फा जस्ता अनलाइन पोर्टलहरू प्रयोग गर्नेछौँ। यी कुनै पनि नेपाली लगानीकर्ताका लागि नभई नहुने स्रोत हुन्, जहाँ हामी कम्पनीको प्रोफाइल, वार्षिक प्रतिवेदन र समाचारहरू सजिलै पाउन सक्छौँ। हामीले आफैलाई सोध्नुपर्ने पहिलो प्रश्नहरू हुन्: कम्पनीले के बेच्छ? यसको मुख्य आम्दानीको स्रोत के हो? के यो एउटै मात्र उत्पादनमा निर्भर छ वा यसका धेरै स्रोतहरू छन्? यी जवाफहरूले नै हामीलाई कम्पनीको जोखिम र अवसरहरू बुझ्न मद्दत गर्दछ। ल, कम्पनीको बारेमा बुझिसकेपछि अब यसको प्रदर्शन हेर्ने पालो आयो। आय विवरणले हामीलाई एक निश्चित अवधिमा, जस्तै एक त्रैमासिक वा एक वर्षमा कम्पनीले कति आम्दानी गर्यो, कति खर्च गर्यो र अन्तमा कति नाफा कमायो भनेर देखाउँछ। यहाँ हामीले खोज्ने भनेको निरन्तरता हो। के राजस्व हरेक वर्ष बढिरहेको छ? के नाफा पनि सोही अनुपातमा बढ्दैछ? स्थिर वा बढ्दो प्रवृत्तिले एउटा स्वस्थ विस्तार भइरहेको व्यवसायलाई सङ्केत गर्छ, जबकि अस्थिर नाफाले जोखिमको सङ्केत दिन सक्छ। उदाहरणका लागि, शेयर संसार जस्ता साइटहरूमा हामी कम्पनीको त्रैमासिक रिपोर्टहरू सजिलै हेर्न सक्छौँ। यहाँ हेर्नुस् त, यो कम्पनीको सञ्चालन आम्दानी 44.83 करोड छ र खुद नाफा 38.09 करोड छ। यो जानकारीलाई अघिल्लो त्रैमास वा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्ने बित्तिकै थाहा भइहाल्छ नि कम्पनी सही दिशामा गइरहेको छ कि छैन। अब आयो ब्यालेन्स शीटको पालो। यदि आय विवरण कम्पनीको प्रदर्शनको एउटा भिडियो हो भने ब्यालेन्स शीट चाहिँ एउटा फोटो हो। यसले एक निश्चित दिनमा कम्पनीसँग के छ, मतलब सम्पत्ति, र कम्पनीले के तिर्नुपर्ने छ, मतलब दायित्व भनेर देखाउँछ। हामी यहाँ के हेर्न चाहन्छौँ भने कम्पनीको सम्पत्ति यसको दायित्वभन्दा धेरै होस्। बढ्दो इक्विटीले शेयरधनीहरूको सम्पत्ति बढिरहेको देखाउँछ, जुन एकदमै राम्रो सङ्केत हो। साथै ऋण आफैमा खराब होइन, तर के यो यस्तो स्तरमा छ कि कम्पनीले यसलाई सजिलै व्यवस्थापन गर्न सक्छ, त्यो हेर्नुपर्छ। उदाहरणका लागि, हामी कम्पनीको चुक्ता पुँजी हेर्न सक्छौँ, जुन शेयरधनीहरूले लगानी गरेको रकम हो। यहाँ 4.92 अर्ब देखाइएको छ। यदि यो अङ्क समयसँगै बढिरहेको छ भने यसले कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न थप लगानी आकर्षित गरिरहेको छ भन्ने सङ्केत गर्छ, जसले इक्विटी आधारलाई बलियो बनाउँछ। चौथो र एकदमै महत्त्वपूर्ण कुरा, नगद प्रवाह। नाफा महत्त्वपूर्ण छ, तर नगद नै व्यवसायको रक्त सञ्चार हो। एउटा कम्पनीले कागजमा नाफा देखाउन सक्छ, तर यदि उसले आफ्नो बिल तिर्न पर्याप्त नगद जम्मा गर्न सक्दैन भने यो समस्यामा पर्न सक्छ। यो विवरणले हामीलाई नगद वास्तवमा कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भनेर देखाउँछ। हामी विशेष गरी सञ्चालनबाट नगद प्रवाह पोजिटिभ भएको हेर्न चाहन्छौँ। यसको मतलब कम्पनीले आफ्नो मुख्य व्यावसायिक गतिविधिबाटै खर्चभन्दा बढी नगद कमाइरहेको छ। यस्तो कम्पनीले आफ्नो ऋण तिर्न, लाभांश दिन र भविष्यमा लगानी गर्न अरूमा भर पर्नु पर्दैन। ल, पाँचौं चरण, मुख्य अनुपात विश्लेषण। अहिलेसम्म हामीले कम्पनीको वित्तीय विवरणका कच्चा अङ्कहरू हेर्यौं। अब अनुपातहरू प्रयोग गरेर हामी ती अङ्कहरूलाई अर्थपूर्ण बनाउनेछौँ। अनुपातहरूले हामीलाई कम्पनीको प्रदर्शनलाई एउटा मानकको विरुद्धमा मापन गर्न मद्दत गर्छ, जस्तै आफ्नै विगतको प्रदर्शन वा
उस्तै अन्य कम्पनीहरूको प्रदर्शन। सुरु गरौं इक्विटीमा प्रतिफल अर्थात् आरओईबाट। यसले शेयरधनीको लगानीमा कम्पनीले कति नाफा कमाइरहेको छ भनेर मापन गर्छ। सामान्यतया 15% भन्दा माथिको आरओईलाई राम्रो मानिन्छ, तर यो उद्योग अनुसार फरक पर्न सक्छ। निरन्तर उच्च आरओईले एक कुशल र लाभदायक व्यवसायलाई संकेत गर्छ। अर्को महत्त्वपूर्ण अनुपात हो मूल्यदेखि आय अर्थात् पीई अनुपात। यसले हामीलाई बताउँछ कि लगानीकर्ताहरू कम्पनीको प्रत्येक 1 रुपैयाँको आम्दानीको लागि कति तिर्ने इच्छुक छन्। के स्टक उचित मूल्यमा छ वा यो धेरै महँगो भइसक्यो? पीई अनुपातले यो प्रश्नको जवाब दिन मद्दत गर्छ। यो स्लाइडले कुरालाई स्पष्ट पार्छ। हामी कम्पनीको पीई अनुपातलाई उदाहरणका लागि 25, यसको उद्योगको औसत पीई मानव 20.5 सँग तुलना गर्न सक्छौं। यो जानकारी शेयर संसारको सब इन्डिसेस डाटामा पाइन्छ। यस अवस्थामा कम्पनीको पीई उद्योगको औसतभन्दा बढी छ, जसले यो आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा अलिकति महँगो हुन सक्ने संकेत गर्छ। र अन्त्यमा मूल्यदेखि बुक भ्याल्यु अर्थात् पीबीभी अनुपातलाई हेरौं। यसले कम्पनीको बजार मूल्यलाई यसको वास्तविक सम्पत्तिसँग तुलना गर्छ। 1 भन्दा कमको पीबीभीले स्टक अवमूल्यित हुन सक्ने संकेत गर्न सक्छ, किनकि यसको मतलब कम्पनीको सम्पत्तिको लागि त्यसको वास्तविक मूल्यभन्दा कम तिरिँदैछ। छैठौं चरण अन्तिम निर्णय रूपरेखा। अब हामीले सबै डाटा र अनुपातहरू सङ्कलन गरिसकेका छौं। यो अन्तिम चरण भनेको ती सबै जानकारीलाई एकसाथ जोडेर एउटा स्पष्ट लगानी निर्णयमा पुग्नु हो। हेर्नुस्, नम्बरहरूले कथाको एक भाग मात्र बताउँछन्। अन्त्यमा हामीले यी 3 मुख्य प्रश्नहरू सोधेर आफ्नो विवेक प्रयोग गर्नुपर्छ। के यो व्यवसाय दीर्घकालीन रूपमा टिक्न सक्छ? के व्यवस्थापन टोली सक्षम र विश्वासयोग्य छ? र सबै कुरा विचार गर्दा के हालको बजार मूल्य उचित छ? यी प्रश्नहरूको जवाफले हाम्रो अन्तिम निर्णयलाई मार्गदर्शन गर्नेछ। र सायद यो नै आजको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो। बजारमा डर र लोभले हामीलाई गलत निर्णय गर्न लगाउन सक्छ, तर एउटा व्यवस्थित र तार्किक प्रक्रिया अपनाउँदा हामी भावनात्मक निर्णयहरूबाट बच्न सक्छौं र आफ्नो लगानीमा अनुशासित रहन सक्छौं। हाम्रो अर्को विश्लेषणमा हामी विशेष गरी नेपाली बजार र यहाँको मानसिकतालाई ध्यानमा राखेर बनाइएको दीर्घकालीन लगानी रणनीतिहरू अन्वेषण गर्नेछौं। यो व्यावहारिक विश्लेषणमा सामेल हुनुभएकोमा धेरै धेरै धन्यवाद। आशा छ यसले लगानी यात्रामा मद्दत गर्नेछ। यदि यो उपयोगी लाग्यो भने कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोला र थप यस्तै विश्लेषणको लागि सब्स्क्राइब गर्नुहोस्। अर्को पटक भेटौँला।